नमस्कार। वेल मलाई आज थोरै यो हाम्रो पछिल्लो क्रममा हाम्रो फागुन 21 गते हुन्छ भनेको अथवा हुन गइरहेको यो चुनावी माहौलको बारेमा थोरै आफ्नो इच्छा व्यक्त गर्न मन लाग्यो। यस माहौल तातिएको छ। सबै पार्टीहरू आआफ्नै एजेन्डा, आआफ्नै एक किसिमको दाबीसहित गाउँ सहर लगायतदेखि ढोका ढोकामा चाहिँ चारिरहनु भएको छ। आई डोन्ट नो उहाँहरू केही नयाँ अनुहारहरू पनि देखिनुहुन्छ अनि साथसाथै पुरानो अनुहारहरू पनि देखिया छ, कति विवादित अनुहारहरू पनि देखिया छन्। नयाँ तथा यो पुरानोको विवाद अथवा उहाँहरूको सान्दर्भिकता भनेको यो बेग्लै कुरा होला। सबभन्दा ठुलो कुरा चाहिँ मेरो विचारमा नयाँ पुरानो बेग्लै कुरा हो, तर मान्छेको जुन इन्टेन्सन, जुन किसिमले चाहिँ लिएर आउनु भएको छ त्यो प्रमुख हो जस्तो लाग्छ। जुनसुकै पार्टीको होस् त्यो मतलब भएन, तर उहाँको जनताप्रतिको उत्तरदायित्व कतिको चाहिँ छ, उहाँले आफूलाई कतिको एकाउन्टेबल राख्नु भएर पछि गएर एउटा इलेक्टेड एमपी भएपछि जनताको हितमा कति काम गर्नुहुन्छ भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट हो जस्तो लाग्छ। मेरो विचारमा हाम्रो एक्सपिरियन्समा त्यो किसिमको डेलिभरी अहिलेसम्म हामीले पाएकै छैनौँ। त्यही डेलिभरी नपाएर नै विभिन्न घटनाक्रमहरू चाहिँ हाम्रो देशमा घटिरहेछन्। यो हामी नेपाली जनताले पनि अब यस्तो दिमाग लाउनु पर्ने भयो कि राम्रो एब्सोल्युट दुधले नुहाएको स्वाम श्वेत भन्ने कुरा चाहिँ अब हामीले पाउँछौँ जस्तो हामीलाई लाग्दैन। तर केही ती मध्येका को चाहिँ कम नराम्रो अथवा अलि बढी राम्रो भन्ने कुरा मात्रै इम्पोर्टेन्ट हो जस्तो चाहिँ हामीलाई लागिसक्यो। नेभरदलेस हामीले हाम्रो भोट राइटको प्रयोग गर्नै पर्छ। त्यो प्रयोग गर्दाखेरि तपाईले आफ्नो स्थानको, आफ्नो देशको सार्वभौमिकता, एकता र विकासलाई सम्बोधन गर्न सक्ने खालको मान्छेलाई चाहिँ चुन्न चाहिँ महत्त्वपूर्ण हुन्छ। आफ्नो भोटको चाहिँ सही सदुपयोग गरौँ। कसैलाई गाली गलौज अथवा कसैलाई खसाउने अथवा तुच्छ किसिमको व्यवहार नगरौँ, किनकि हामी अन्त्यमा त एक भएर एउटा नेपाली भएर उभिनु नै पर्छ। र हामी यो देशमा एउटा हामी मात्रै अजम्बरी अथवा सधैँ बाँचिराख्ने होइन, हाम्रो भविष्यका सन्ततिहरूलाई कस्तो खालको नेपाल चाहिँ छोड्दैछौँ भन्ने खालको चाहिँ कुरा चाहिँ इम्पोर्टेन्ट हुन्छ जस्तो लाग्छ। हेरौँ अब देशको परिस्थिति अथवा मानिसहरूको सोच, यो देशप्रतिको माया के कस्तो छ त्यो चाँडै झल्किने नै छ। र म त सधैँ आइएम अलवेज पोजिटिभ। म कर्ममा विश्वास गर्ने मान्छे हुँ। आफ्नो बलबुताले भ्याएसम्म यही देशमा केही गरौँ भनेर चाहिँ लागिरहेछ। हामी जस्तै युवाहरूले चाहिँ अब यो तरिकाबाट सोच्न चाहिँ आवश्यक छ जस्तो लाग्छ मलाई। धन्यवाद सुनिदिनु भएकोमा।